केही दिन अगाडि मैले चाहिँ इन्स्टाग्राममा यत्तिकै रिलहरू स्क्रल गर्दा एउटा भिडियोले चाहिँ मेरो एटेन्सन ग्राब गर्यो। त्यसमा भएको त्यो कन्टेन्टले भन्दा पनि स्पेसली त्यसको टेक्स्टले। त्यसमा लेखेको थियो कि हाउ लाइफ साउन्ड्स व्हेन यू डोन्ट ह्याभ अ लुजर टेलिङ यू टु कभर अप। अनि अझ क्याप्सन के थियो भन्दाखेरि लाइफ इज सोर्ट बट मेक स्योर योर सोर्ट्स आर सोर्टर। र यो भिडियो मोस्ट लाइकली बौद्ध स्तूपतिर खिचेको हुनुपर्छ। अब टपिकमा अघि बढ्नु अघि एउटा सानो डिस्क्लेमर। आई हेभ नो हेट टुवर्ड्स द क्रिएटर र म क्रिएटरलाई कुनै पनि रूपमा डिसरेस्पेक्ट गर्न चाहन्न। यो भिडियोलाई मेरो कन्टेन्टको क्याटलिस्टको रूपमा युज गरेको छु र यदि यो तपाईँलाई अनकम्फर्टेबल या अनफेयर फिल हुन्छ भने आई जेन्युनली अपोलोजाइज। नाउ मुभिङ अन। कमेन्ट सेक्सन अनुमानित रूपमा 2 भागमा डिभाइडेड थियो। एउटा साइड भन्दै थियो कि दिस इज फ्रिडम, यो आफ्नो राइट्स हो, र अर्को साइड भन्दै थिए यो नथिङ बट अटेन्सन सिकिङ हो, यो हाम्रो कल्चरको विरुद्ध हो, एटलिस्ट होली प्लेसलाई रिस्पेक्ट गर्नुहोस् एन्ड सो अन। तर मलाई चाहिँ यो डिबेटभन्दा अलि बियोन्ड गएर अर्को पर्सपेक्टिभबाट कुरा हेर्न मन लाग्यो। सायद यो कपडाको कुरा मात्र होइन, सायद यो फ्रिडम, भ्यालिडेसन, वुन र अडियन्सको बिचमा बनेको एउटा कम्प्लिकेटेड आर्किटेक्चर हो। सबैभन्दा पहिले म एउटा कुरा क्लियर गर्न चाहन्छु कि म एउटा पुरुष हुँ र त्यसैले फिमेल एक्सपिरियन्सको पूर्ण डेप्थ मैले कहिले फुल्ली अन्डरस्ट्यान्ड गर्न नसकुला। र म मेरो चाइल्डहुड सम्झिन्छु। लङ होलिडेजको फ्यामिली ग्यादरिङ्सहरूमा हामी केटा कजन्सहरू चाहिँ बाहिर खेल्न जान्थ्यौँ। सोर सरावा गर्न पाइन्थ्यो, गाउँ गाउँ डुल्न, खोला खोला दौडिन पाइन्थ्यो। गल्ती गर्दा पनि धेरै नै छुट थियो। तर कजन सिस्टर्सहरूका लागि चाहिँ रुल्स अर्कै थिए। बिस्तारै बोल, खुट्टा मिलाएर बस, भान्सामा हेल्प गर, भाँडा माझ्न जाऊ, पानी लिएर आऊ, लुगा मिलाएर लगाऊ, कसरी हिँड्ने, कसरी बस्ने, कसरी बोल्ने, उनीहरूलाई लगातार सम्झाइन्थ्यो। त्यसैले जब कुनै वुमनले फ्रिडमको कुरा गर्छिन्, म तुरुन्तै डिसमिस गर्न चाहन्न, किनभने त्यो रेस्ट्रिक्सनको वेट मैले पुरा बुझेको छैन र सायद धेरै पुरुषले पनि बुझेका छैनन्। तर एम्पैथेटिक हुनुको अर्थ क्वेसन गर्न नपाउनु होइन। कसैको सफरिङ एक्नोलेज गर्नुको अर्थ उसको सबै रिस्पोन्स अटोमेटिकल्ली फ्रिडम हो भन्नु पनि गलत हुनसक्छ। त्यसैले मेरो प्रश्न यो होइन कि यो सही हो कि गलत हो। मेरो प्रश्न यो हो, यो फिलिङ चाहिँ कहाँबाट आउँछ त? के यो फ्रिडम हो त? वा रियाक्सन पाउँदा आउने भ्यालिडेसन? वा रेस्ट्रिक्सनलाई उल्टो दिशाबाट रिपिट गरिरहेको विद्रोह या रेबेलियन? र कहिलेकाहीँ हामी सर्फेसमा मात्र एक्ट देख्छौँ, तर साइकोलोजीमा एक्टभन्दा गहिरो कुराहरू हुन्छ। त्यो एक्टको पछाडि बसेको निड। फिनल्यान्डमा एउटा ट्रेडिसन छ, स्ट्रेन्जर्स, कलिग्स, फ्यामिली मेम्बर्सहरू सबैजना सौनामा सँगै बस्दछन्। कहिलेकाहीँ चाहिँ कपडा बिना, कुनै स्टेटमेन्ट बिना या कुनै पर्फर्मेन्स बिना या कुनै विद्रोह बिना, किनभने त्यहाँ त्यो एक्टको कुनै साइकोलोजिकल चार्ज छैन र कल्चरले त्यसलाई अर्डिनरी बनाएको छ। अब त्यही एक्टलाई एउटा यस्तो सोसाइटीमा राख्नुहोस् जहाँ बडीलाई लुकाउनुपर्छ, जहाँ एक्सपोजर भनेको एउटा ट्याबु हो, जहाँ कपडा क्यारेक्टरसँग जोडिन्छ। अचानक त्यही एक्ट बोल्ड हुन्छ, रेबेलियस हुन्छ, स्वतन्त्रता फिल हुन्छ। एक्ट बदलिएको छैन, रेस्ट्रिक्सन बदलिएको छ। र यही इन्ट्रेस्टिङ कुरा छ। कहिलेकाहीँ एक्टले मिनिङ पाउँदैनन्, ट्याबुले मिनिङ दिन्छ। जति फर्बिडन त्यति पावरफुल। यहाँ माइली साइरसको इक्जाम्पल लिउँ। हेना मन्टेना, डिज्नीको केयरफुल्ली म्यानुफ्याक्चर्ड इनोसेन्स, होलसम, सेफ, कन्ट्रोल्ड, अनि अचानक रेकिङ बल, कम्प्लिट रिइन्भेन्सन। धेरैले भने यो लिबरेसन हो, सायद थियो पनि। तर एउटा कुरा नोटिस गर्नुहोस्, यदि हेना मन्टेना कहिले एक्जिस्ट नै नगरेको भए रेकिङ बलको आधा मिनिङ नै हराउँथ्यो। किनभने विद्रोहले आफ्नो पावर त्यही चिजबाट लिन्छ जसको विरुद्ध ऊ रेबेल गरिरहेको हुन्छ। स्ट्रिक्ट फ्यामिली, स्ट्रिक्ट रिलिजन, स्ट्रिक्ट कल्चर, जति स्ट्रङ रेस्ट्रिक्सन उति स्ट्रङ विद्रोह। त्यसैले विद्रोह फ्रिडम जस्तो फिल हुनु स्वाभाविक हो। तर विद्रोह र फ्रिडम एउटै कुरा होइनन्। विद्रोह एउटा मुभमेन्ट हो, फ्रिडम सायद डेस्टिनेसन हो। र यो प्याटर्न क्लोदिङमा मात्र छैन, ब्रेकअप पछि पनि हामी यही देख्न सक्छौँ। एउटा मान्छे चाहिँ केही घटना पछाडि जिम जान थाल्छ, डाइट चेन्ज हुन्छ, बडी ट्रान्सफर्म गर्छ र फोटोज पोस्ट गर्छ, क्याप्सन लेख्छ, लुक वाट यु हेभ लस्ट। सर्फेसमा हेर्दा यो कन्फिडेन्स जस्तो देखिन्छ, ट्रान्सफर्मेसन जस्तो देखिन्छ, हिलिङ जस्तो देखिन्छ। तर डिपर लोजिक के हो त? तिमीले मलाई रिजेक्ट गर्यो, अब हेर म डिजायरेबल छु, अब हेर तिमीले गल्ती गर्यौ। यहाँ बडी ट्रान्सफर्म भएको छ, तर वुन्ड अझै पनि एक्सको गेज वरिपरि अर्गनाइज छ। पहिले अप्रुभल एउटा पर्सनबाट चाहिएको थियो, अब अप्रुभल अडियन्सबाट चाहिएको छ। र यहाँ घाउ हराएको छैन, यहाँ सिर्फ एउटा एड्रेस चेन्ज भएको छ। र यो कुरा ब्रेकअपमा मात्र हुँदैन, कहिलेकाहीँ ट्याटु, कहिलेकाहीँ नयाँ सिटी, कहिलेकाहीँ नयाँ एस्थेटिक्स, कहिलेकाहीँ पोलिटिकल अवेकेनिङ, कहिलेकाहीँ कम्प्लिट लाइफस्टाइल चेन्ज। र यहाँ सबै ट्रान्सफर्मेसन रङ होइनन्। कहिलेकाहीँ ट्रान्सफर्मेसन साँच्चीकै हिलिङ पनि हुन सक्छन्। तर कहिलेकाहीँ ट्रान्सफर्मेसन केवल चोटले लगाएको नयाँ कपडा मात्र हुन्छ। पुरानो भर्जनले अप्रुभल पाएन, त्यसैले नयाँ भर्जन बनाइन्छ।
अब यो भर्जनलाई नोटिस गर, यो भर्जनलाई प्रेज गर, यो भर्जनलाई डिजायरेबल भन, यो भर्जनलाई पावरफुल भन र यदि यो कन्फर्मेसन आएन भने मोटिभेसन हराउन थाल्छ। त्यसैले क्वेसन ट्रान्सफर्मेसन भयो कि भएन भन्ने होइन, क्वेसन यो हो यो ट्रान्सफर्मेसन कसको लागि हो। अब सोसल मिडियामा फर्क्यौँ, अल्गोरिदमलाई हिलिङसँग मतलब छैन, फेमिनिजमसँग मतलब छैन, कन्जर्भेटिजमसँग मतलब छैन, आइडियोलोजीसँग मतलब छैन। अल्गोरिदमलाई सिर्फ अटेन्सन चाहिन्छ, बस अटेन्सन जहाँ छ अल्गोरिदम त्यही जान्छ। र फिजिकल अट्र्याक्टिभनेस भनेको हजारौँ वर्ष पुरानो अटेन्सन म्याग्नेट हो। त्यसैले सिस्टमले बारम्बार एउटै लेसन सिकाउँछ, पोस्ट गर रियाक्सन पाऊ, भिजिबिलिटी बढाऊ रिवार्ड पाऊ, अनि मानिसहरू रिवार्ड स्ट्रक्चर अनुसार एडाप्ट गर्छन्। यो वुमेनमा मात्र लागु हुँदैन, मेनमा पनि, इन्फ्लुएन्सर्समा पनि, सेलिब्रिटिजमा पनि, पोलिटिसियन्समा पनि, सबैमा। र सिस्टमले हामीलाई सिकाउँछ यदि तिमी देखियो भने तिमी एक्जिस्ट गर्छौ, यदि तिमीलाई रियाक्ट गरियो भने तिमी इम्पोर्टेन्ट छौ, यदि तिमीलाई डिजायर गरियो भने तिमी भ्यालुएबल छौ। अमेरिकन साइकोलोजिस्ट कार्ल रोजर्सको एउटा कन्सेप्ट छ कन्डिसनल पोजिटिभ रिगार्ड। जब बच्चाले अप्रुभल कन्डिसनली पाउँछ उसले एउटा इक्वेसन सिक्छ, म भ्यालुएबल छु जब मलाई पोजिटिभली हेरिन्छ। र यो इक्वेसन एडल्टहुडमा पुगेर पनि गायब हुँदैन, विभिन्न किताबहरू पढेपछि पनि हुँदैन, डिग्री पाएपछि पनि हुँदैन, पोलिटिकल अवेरनेस भए पनि हुँदैन, र फेमिनिजम बुझिसकेपछि पनि हुँदैन। यहाँ बिलिभ्सहरू एउटा तलामा बस्छन् भने निड्सहरू अर्को तलामा बस्छन्। त्यसैले एउटी युवतीले जेन्युनली मेल गेजको क्रिटिसिजम बुझ्न सक्छ र त्यही समयमा अट्र्याक्टिभ देखिएको अटेन्सन पाउँदा रिलिफ पनि फिल गर्न सक्छ। त्यो हिपोक्रेसी होइन, त्यो ह्युमन साइकोलोजी हो। र यहाँ दुई कुराहरू एकैपटक सत्य हुन सक्छन्। हामी सिस्टमलाई क्रिटिसाइज पनि गर्छौँ र कहिलेकाहीँ त्यही सिस्टमबाट भ्यालिडेसन पनि खोज्छौँ। त्यसैले त्यो रिलमा फर्किँदाखेरि म क्रिएटरलाई डिसरेस्पेक्ट गर्न चाहन्न। सायद उनी साँच्चीकै फ्रीली ड्रेस गरिरहेकी छिन्, सायद उनी वर्षौँदेखिको रेस्ट्रिक्सनपछि फाइनली आफ्नो बडीमा कम्फर्टेबल फिल गरिरहेकी छिन् र त्यो पोसिबिलिटी रियल छ। तर अर्को पोसिबिलिटी पनि छ, जब क्याप्सन भन्छ कि हाउ लाइफ साउन्ड्स व्हेन यु डोन्ट ह्याभ अ लुजर टेलिङ यु टु कभर अप, त्यहाँ फ्रिडम मात्र छैन, त्यहाँ अडियन्स पनि छ, त्यहाँ अपोजिसन पनि छ, र त्यहाँ डिसअप्रुभल चाहिएको छ ताकि विद्रोह मिनिङफुल फिल होस्। र यहीँ सबैभन्दा अनकम्फर्टेबल क्वेसन आउँछ, यदि कसैले रियाक्ट नै गरेन भने, यदि कसैले क्रिटिसाइज नै गरेन भने, यदि कसैले प्रेज नै गरेन भने, यदि अल्गोरिदमले रिवार्ड नै गरेन भने, कि यो चोइस अझै पनि सेम मिनिङ राख्थ्यो होला। र सायद केही वुमेन साँच्चीकै आफ्नै लागि ड्रेस गरिरहेका छन् र अन द अदर ह्यान्ड सायद कोही अटेन्सन पनि खोजिरहेका छन्। सायद धेरै जस्तो मानिसहरू दुवैको मिक्सचर हुन्, किनभने ह्युमन बिइङ्स रेयरली ह्याभ वान मोटिभ। हामी सेल्फ एक्सप्रेसन पनि खोज्छौँ र अटेन्सन पनि, एक्सेप्टेन्स पनि र आइडेन्टिटी पनि, बिलोङ्गिङ पनि, रिभेन्ज पनि र फ्रिडम पनि। त्यसैले सर्फेसमा मात्रै जज गर्नु धेरै सजिलो एक्सप्लेनेसन हो, तर सजिलो एक्सप्लेनेसन सधैँ ट्रु हुँदैन। सायद रियल फ्रिडम यो होइन म जे चाहन्छु त्यो गर्छु, सायद रियल फ्रिडम यो हो म जे गर्छु त्यसको प्रुफ मलाई अडियन्सबाट चाहिँदैन। कसैले प्रेज गरे पनि, कसैले क्रिटिसाइज गरे पनि, कसैले हेरे पनि, कसैले नहेरे पनि, तपाईँ इन्टरनली उही हुनुहुन्छ। फ्रिडमको सबैभन्दा अनेस्ट टेस्ट सायद यही हो। यदि कुनै नोटिफिकेसन आएन भने, यदि कुनै कमेन्ट आएन भने, यदि कुनै रियाक्सन आएन भने के म अझै पनि यही चोइस गर्थेँ? यो प्रश्नले एक्सप्रेसन र पर्फर्मेन्स बिचको फरक देखाउँछ, विद्रोह र फ्रिडमको बिचको पनि, हिलिङ र ट्रान्सफर्मेसन बिचको पनि। किनभने घाउलाई नयाँ कपडा लगाइदिनु हिलिङ होइन, घाउलाई नयाँ अडियन्स दिनु हिलिङ होइन, घाउलाई नयाँ क्याप्सन दिनु पनि हिलिङ होइन। र वास्तवमा रियल हिलिङ सायद शान्त हुन्छ, लेस ड्रामेटिक, लेस भाइरल, तर गहिरो, जहाँ तपाईँ आफूलाई कम्प्लिट महसुस गर्नुहुन्छ इभन इफ नोबडी नोटिसेस। र सायद त्यहीँबाट एक्चुअल फ्रिडम सुरु हुन्छ।